कहाँ मम्मी कति जाने वाला कहाँ आज बिथो गर्नुभयो कता हामी कहाँ आएको रे आज त्यहाँ जङ्गलको टुप्पामा आएको कहाँ ठाउँको नाम अन्डा खाने कालो अन्डा खाने भन्ने जङ्गलमा आएको नि आएको नि अनि हाकुनी आएको धेरै टाढो भयो अनि बाटोमा जाम भयो भएर रोकी जानु पर्यो अब कालो अन्डा खाने खायो भने 80 वर्ष बाँच्ने मान्छे 100 बाँच्छ रे 20 वर्ष बढी बाँच्छ रे त्यही भएर लोभले बाँच्नु धेरै पर्छ खाना आएको चौता खाना हिँडा बुढी झोला डुबे जस्तै भने जस्तै भयो है जामले अनि त्यो कालो अन्डा खाएर धेरै बाँच्यो भन्यो अब बाँच्छ कि बाँच्दैन खाएर बाँच्छ त्यो जापानिज धेरै बाँचेको त्यहाँ अब त्यो 5-6 वटा एकैचोटि खानुपर्छ एउटा खानु हुँदैन त्यो कालो अन्डा खाएर पनि पच्नु सक्छ कि सक्दैन पचाउन सक्छ कि सक्दैन कस्तो पच्नु सक्दैन पचाउन सक्छ कि सक्दैन नेपालको अन्डा खाएर बसिरहेको मान्छेलाई जापानको कालो अन्डा खुवाउनलाई त्यो जङ्गलको टुप्पामा ल्याएको थियो छोराले छोराले खोला हामी कहाँ आयो रे अब हामी आएको नि कस्तो लाग्यो त पनि त रमाइलो लागेको छ अनि राम्रो पनि भइरहेछ गर्मी भयो होइन गर्मी त छैन ठिकै छ रमाइलो छ मान्छे पनि धेरै नै देखेछ मान्छे धेरै देखेछ अन्डा खानु भनेर आएको खोइ अन्डा चाहिँ कता होला अहिलेसम्म देखेको छैन अब छोराले लग्दैछ अन्डा खानलाई अब बढ्छ उमेर त बढ्ने भनेको छ अब खोइ बढ्ने हो कि होइन तपाईँभन्दा धेरै चाँडो मर्यो भने नि तपाईँ अन्डा धेरै खाएर त्यस्तो त भन्नु हुँदैन त्यस्तो त भन्नु हुँदैन बाफले तालमा आइरहेछ खोला आने आज भी छिटो अब मायो 80 वर्ष माइगा 2 वर्ष त कमै आउँदै जे हमने दबाई पिनु हुन्छ अनि के बिना जे वाए म चाहिँ ठाउँमा त्यहाँ मन पहिला नयाँ छ कस्तो छ अन्डा मम्मी मिठो छ नुन भर भएर नुन के गर्नु बा कस्तो अब कस्तो छ भन्ने अन्डा जस्तो कि अर्कै 10 वर्ष आयु बढ्ने हैन भगवान जस्तै छ भनौँ न अन्डा हैन मम्मी यो फोन त्यहाँ कालो अन्डा खाएर कस्तो भयो त मिठो छ मिठो छ कस्तो मिठो छ मिठो मात्रै अनुहार पनि अलि सेट भयो जस्तो कालो खाएर अब पचाउनु मात्रै सक्छ कि सक्दैन बिटा खाइसक्यो अन्डा भित्र त पहेँलो छ नि है ल
अब हामी फर्किनु लाग्यो होइन कस्तो लाग्यो त यहाँको यहाँ घुमेको रमाइलो लाग्यो रमाइलो मात्र लाग्यो राम्रो लाग्यो नि ठाउँ राम्रो लाग्यो कहिले नआएको ठाउँमा आएको रमाइलो भयो गनाउँछ है अन्डा गनाएको हो कि ग्यास गना त्यो जङ्गल गनाएको हो कि जङ्गल होइन त्यो भूकम्पको आदि गनाएको नि केमिकलको गनाएको यस्तो गनाउँछ भने सोचेकै छैन गनाउँछ त्यो त गनाएको छ केमिकल त अलिअलि अहिले जङ्गलको फोहोर निस्किएको नि अन्डा खाने कस्तो लाग्यो त्यही ल अब ल अरूलाई यहाँ आउने कि नआउने अरूलाई आऊ भने कि नआऊ भन्ने यहाँ अब यो कहिले नआएको ठाउँमा थाहा पाउनेलाई त आउने त्यो पर्छ अब सबैजना एकचोटि आए पनि हुन्छ है पाइन्छ कालो अन्डा खान पाइन्छ होइन कालो अन्न त कालो बोक्रो मात्रै कालो भित्र सेतै हो काम बाई बाई अब राख्नु ल बाई सबैजना आउनु होला एकचोटि कालो अन्डा खानु होला कालो अन्डा खायो भने धेरै बाँच्यो भने छ सबैजना एकचोटि बाँच्नेलाई नै आउनु मेरो छोराको युट्युब सब्सक्राइब गरिदिनु भन्नुभयो मेरो छोराको युट्युब सब्सक्राइब गरिदिनुहोस्